म्याट्रिक्स, द ट्रुमन शो यो टाइपको मुभीहरूलाई मैले इन्टरटेनिङ भन्दा पनि साइकोलोजिकल वेकअप कल्सको लिस्टमा राख्छु। लाइक हाम्रो वरपर जति पनि कुराहरू भइरहेको हुन्छ नि, जेनेरेसनल वाइजको ट्रमा, पहिलेदेखि चलिआएको रीतिरिवाज, नियम, यो कुराहरूलाई नै हाम्रो लागि रियालिटी मानेर अगाडि बढिरहेको हुन्छौँ नि त। अब फेरि यही दुनियाँमा अर्को टाइपमा बसिरहेको मान्छेहरूको लागि दुनियाँ अर्कै नै हुन्छ। आई मिन टु से हामीले जे रियालिटी मानेर हिँडिरहेको हुन्छौँ, अन्धधुन्ध विश्वास गरेर जबरजस्ती फलो गरेर हिँडिरहेको हुन्छौँ, त्यो नै रियालिटी होइन। स्टार्ट आस्किङ द क्वेसन अराउन्ड यु, अनिबाट तपाईँले रियालिटी थाहा पाउनुहुन्छ। सेकेन्ड इज मान्छेलाई कम्फर्ट भनेरै मान्छे दौडिरहेको हुन्छ। कम्फर्ट चाहियोबाट, तर कम्फर्ट भनेको इज अ हिडन प्रिजन। ट्रुमन शोको मुभीको क्यारेक्टरमा जुन मेन क्यारेक्टर हुन्छ उसको लाइफ एकदम कम्फर्टेबल हुन्छ, तर द्याट्स नट वाट ही वान्टेड। कम्फर्टेबल भनेको त एउटा जेल भयो नि त, एउटा स्क्रिप्टमा चलिआएको। लाइफमा एडभेन्चरस, अनकम्फर्टेबल भनेको हुनु नै पर्छ। थर्ड पनि वाज फ्रिडम इज अलवेज बेटर देन सिक्योरिटी। सिक्योरिटी यो गर्ने तिमीमा सेट भन्ने कुरा भन्दा पनि लाइफ इज अल अबाउट फिगरिङ आउट, लाइफ इज अल अबाउट ट्राइङ न्यू थिङ्स आउट। एउटै प्याटर्नमा चल्नु, एउटै प्याटर्नमा बाँधिदिनु भन्दा फ्रिडम पाउनु नै ठुलो कुरा हो।